आफ्नो भनाइ राख्नुहोस्। अरू मान्य सदस्यहरू बस्नुहोस्। धन्यवाद सभामुख महोदय। हाम्रो माग एउटै छ। 83 साल जेठ 17 गते प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसदको रेकर्डबाट हटाइनु पर्दछ र प्रधानमन्त्रीज्यूले संसदमा आएर आफ्नो बोली सच्याउनु पर्दछ। साथै हाम्रा नियमावलीका विभिन्न नियमहरूलाई अहिले हामीले चाहिँ नि अनदेखा गरेका छौँ। सबै नियमहरू परिपालना गरेर सदनलाई मर्यादित ढङ्गबाट सञ्चालन गरिनुपर्दछ भन्ने माग पनि म राख्न चाहन्छु। त्यति लामो कुरा छैन हाम्रो। हामी सदनको अन्य कार्यसूचीमा प्रवेश गर्न तयार छौँ, तर हाम्रो यो माग सम्बोधन गरिनुपर्दछ सभामुख महोदय। धन्यवाद।